राजनीतिमा कुनै शक्ति जति छिटो बढ्दछ, तपाईँ हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने विज्ञानको नियम के हो भन्दाखेरि जुन शक्ति तीव्रताका साथ समाजमा अगाडि बढ्दछ त्यो शक्तिको विघटन र पतन त्यति नै तीव्र गतिमा हुने जोखिम रहिरहन्छ। आज पपुलिजम, एनार्किजम र अपर्चुनिजमको जगमा खडा भएको यो शक्ति जुन तीव्रताका साथ निर्माण भएको छ त्यो शक्ति त्यही रूपमा समाजमा बलियो गरी अगाडि बढ्न सक्ने सम्भावनाहरू कमै देखिन्छ। त्यस अर्थमा हामीले धेरै चिन्ता गर्नुपर्ने विषय छैन। एनार्किजम र अपर्चुनिजमको विशेषता के हो त भन्दाखेरि उसले छोटो समयमै सबै कुराको परिणाम खोज्दछ, धैर्यताको अभाव हुने गर्दछ र त्यो व्यक्तिपरक हुन्छ, अवसरवादी हुन्छ। जब उसले आफूले खोजे जस्तो परिणाम प्राप्त गर्न सक्दैन, आफैभित्र कलहमा सामेल हुन्छ र अराजकताको श्रृङ्खला सुरु हुन्छ र त्यसले विग्रह पैदा गर्दछ। त्यो सम्भावना नयाँ भनिनेहरूमै ज्यादा छ। त्यसका सङ्केतहरू देखा पर्न थालिसकेका छन्। मैले तपाईँहरूलाई बताइरहनु पर्छ भन्ने मन लाग्दैन। अर्कोतिर नेकपा कालमा दुई फरक मान्यताका पार्टीहरू र त्यसको नेतृत्वको बीचको टकरावले नेकपा असफल भयो। तपाईँ हामी सबैलाई थाहा छ। अहिले पनि भदौ 23मा र 24को सन्दर्भको कुराकानी गर्ने भने 24 गतेका दिन नक्खु कारागारबाट बाहिर निक्लदाखेरि रवि लामिछाने प्रधानमन्त्री हुने सपनाका साथ बाहिर निक्लनुभयो। रवि लामिछानेलाई फेरि जेलमा झोला बोकेर जाने कसले बनायो भन्दाखेरि बालेनको अभियानले बनायो। सत्य त यही हो। तर चुनावका लागि दुवै मिले, स्वार्थका लागि मिलेका छन्, मन मिलेका छैन भन्ने कुरा त बुझिन्छ त। जब कुनै पनि राजनीतिक आन्दोलनभित्र स्वार्थले मात्रै जोड्दछ, विचारले भावनाले जोडे हुँदैन, त्यो एकता लामो समयसम्म चल्न सक्दैन भन्ने कुरा हाम्रै आफ्नै नेकपा कालको अनुभवले पनि बताउँछ। विचारका आधारमा, कार्यक्रमका आधारमा, नीतिका आधारमा मेलजोल भएको भए नेकपा पनि सफल हुन्थ्यो। त्यहाँ पनि स्वार्थले काम गर्यो, यहाँ पनि स्वार्थले काम गरेको छ भन्नुको अर्थ के हो त भन्दाखेरि यसको भविष्य पनि लामो हुन सक्दैन।